कस्तो दामी बनाएको हामी चाहिँ बिदा दिनमा ए ल पुरै काठको सिँढी भएको पुरा डाँडा माथि चढ्दैछ सिँढीबाट ल दाइ अलि दौडिनु पर्यो प्रेसर घट्छ कि प्रेसर त त्यस्तै हो वेट चाहिँ 3-4 केजी चाहिँ खाइसक्यो यहाँ माथि भ्यू टावर छ अरे यसो छुट्टी गरी पहिलाको यहाँ यी पुरानो सिँढीहरू नि रहेछ त यो त त्यो पछि बनाएर जस्तो छ गणेश भाइलाई कस्तो फिल हुँदैछ त नि आज बिदाको दिनमा काम गर्दा गर्यो यतिको पसिना आएको थिएन धेरै पसिना आउनु गफै त हो सम्धी है लास्ट यस्तो सुविधा बनाइदिएछ यी डोरी राखेर यता झुन्ड्याउनु भयो उता झुन्ड्याउनु भयो यस्तो बस्ने सरकारले यस्तो सुविधा प्रदेश सरकारले बसिहाल्नुपर्छ एकछिन भन्यो यसलाई चाहिँ अब के भन्छ ट्री हाउस भने जस्तै ट्री हाउसै भयो त थाक्यो है ट्री हाउस माथिबाट गर्नु न अहिले सिटी देखिँदो रहेछ है यहाँ ल फाइनल्ली हामी टावरमा आइपुग्यौँ यस्तो जुडो छ है बनाएको है मिल्यो होला बस्ने ठाउँ यो भ्यू टावर ठिक गर्छ गणेशले यो चाहिँ भ्यू टावर यहाँ डाँडा भारी बोके जस्तो देखेछ